ठाने दिदी श्रेया र आफ्नै सौत बन्नको लागि घरै आएर भुन्टीमाथि दमन गर्न खोज्ने जेरीलाई भने यतिखेर भुन्टीले रामधुलाई गरिसकेकी छिन्। कपालमै समातेर दुवैजनालाई रैँ चकल्टा घुमाएर दुवैजनालाई चड्कन लगाएर घरबाट निकालिदिएपछि म भने धेरै खुसी भएको छु। दर्शकबिन तपाईँहरूलाई पनि धेरै खुसी लागेको होला। यसरी नै भुन्टीले आफ्नो अधिकारप्रति यसरी नै पहिलेबाट नै यसरी लडेको भए पक्कै पनि भुन्टीको जीवनमा सुखका दिनहरू आउने थिए होला। हो दर्शकबिन यतिखेर भने भुन्टीले आफ्नो अधिकारको लागि हात उठाइसकेकी छिन्, अगाडि बढिसकेकी छिन्। अब भने पक्कै पनि भुन्टीले यस कार्यहरू गरिन् भने भुन्टीको जीवनमा सुखका दिनहरू नआउला भन्न सकिँदैन। यद्यपि यतिखेर आफ्नै श्रीमान भूपेन्द्रले पनि भुन्टीलाई साथ दिन तयार परेका छन्। अब यो अर्थमा अब भुन्टी र भूपेन्द्रको सम्बन्ध राम्रो भइसकेपछि कसैले पनि भुन्टी र भूपेन्द्रलाई छुन सक्दैन भनेर हामीले भन्न सक्छौँ। दर्शकबिन तपाईँहरूलाई पनि भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया हाम्रो यस भिडियो लाइक कमेन्ट गरी हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी सिरियल भिडियोबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त, धन्यवाद।